हेलो नमस्ते एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। यहाँहरू सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। अनि म पनि सन्चै छु। आजको भिडियो पनि मैले बिहान स्टार्ट गरिसकेको छु साथीहरू। भिडियो अपलोड गर्न नपाएको पनि धेरै भइसक्यो। भिडियोहरू चाहिँ पेन्डिङमा धेरै छ है साथीहरू। अनि अब भ्लग चाहिँ ढिलो चाँडो जहिले भए पनि आउँछ हैन। अनि त्यही भएर आज चाहिँ हामी जङ्गलतर्फ जाँदैछौँ। अब गाउँ खोटाङमा आएपछि जङ्गली सिस्नु नखाइ जाने कुरै भएन हैन। अनि त्यही भएर हामी चाहिँ आज सिस्न टिप्न गइरहेको जङ्गलमा। हामी चाहिँ जङ्गली सिस्नु प्लस भेडा सिस्नु पनि भन्ने गर्छौँ। घरतिर त अर्को सिस्न छँदैछ है, तर आज चाहिँ हामी चाहिँ लेखाली सिस्नु पनि भन्छ है। अनि त्यसलाई पनि टिप्न गइरहेको छौँ। अनि बुवाले चाहिँ सानो डोको क्या यहाँ नानीलाई बुनिदिएको छ। यो डोकोमा चाहिँ हामी सिस्न लिएर आउनेवाला छौँ। आजको भिडियो यसै विषयलाई समेटेर हुनेछ साथीहरू। भिडियो हेर्दै गर्नु होला। खेत छ नि साथीहरू, यो चाहिँ हाम्रो पहिलाको चाहिँ एकदम खेतीयोग्य जमिन अनि हाम्रो प्लस सबैभन्दा ठुलो खेती हुने ठाउँ, धान हुने ठाउँ है। अनि यहाँ चाहिँ हामी बिहान उठेर आएर धान रोपेर गहुँहरू छर्ने बेलामा धान रोपेर अनि यहाँबाट पुरा काम गरेर अनि मम्मीले यहीँ खाना ल्याइदिनुहुन्थ्यो। अनि यो खाएर फेरि यो उकालो स्कुल गएर अनि बेलुका पनि आएर यहीँ खाजासाजा खाएर अनि बेलुका मात्रै घर जान्थ्यो है। अहिले चाहिँ काम गर्ने मान्छे नभएपछि यो खेतको हालत चाहिँ यस्तो छ। अहिले बाँझो छ। यसपालिबाट पल्लो घरको भाइ बुहारीले रोप्ने रहेछ है। खुसी लागेछ। जे भए पनि बाँझेर गयो भने आफूले दुःख गरेको ठाउँहरू चाहिँ एकदमै धेरै माया लाग्ने हैन। अनि यो तपाईँहरूले देख्न सक्नुहुन्छ, यो माथि चाहिँ पुरै यो बारी हो कि, यो बारी हो। यहाँ चाहिँ हामीले कति धेरै मकै कोदो फलाउँथ्यो है। पछिसम्म पनि नल घाँस हरियो हुन्थ्यो। अहिले चाहिँ पुरै खरबन भएको छ। यो माथि बाँस भएकोसम्म चाहिँ हाम्रो, अनि यो एरिया सबै घाँसै घाँस थियो। अहिले चाहिँ त्यसको घारी भएको रहेछ हैन। अनि यो पाखै हाम्रो खरबन हो। उतापट्टि माथिसम्म छ घाँस काट्ने ठाउँ। अनि यिनीहरू पनि पुरै जङ्गल भएछ है। आफूले पहिला कति दुःख गरेर मेहनत गरेको ठाउँहरू देख्दाखेरि माया लाग्ने, प्लस जङ्गल भएको देख्दाखेरि दुःख पनि लाग्ने रहेछ कि गाइजहरू। अनि हामी त यो ठाउँमा धेरै दुःख गरेको नि त। जङ्गलहरूलाई फाँडेर पनि हामीले पाखा पनि बनाएको थियौँ हैन। अनि त्यही भएर अहिले चाहिँ यस्तो जङ्गलहरू भएको देख्दा गाउँमा मान्छे नदेख्दा एकदमै दुःख लाग्ने क्या। तर आफैले त गाउँघर छोड्यो, फेरि छोरी भएर जन्मिसकेपछि त गाउँ त त्यसै पनि छोड्नुपर्छ। बिहे गरेर अर्काको घर जानै पर्छ हैन। छोरीचेलीको त माया मात्रै हो। अनि अरू केही गर्न सकिँदैन हैन। अनि मायाले संसार थाम्दैन भनेको कथा चाहिँ यसरी म्याच हुँदो रहेछ क्या साथीहरू। अनि हामी चाहिँ अब साथीहरू सिस्न भएको ठाउँमा आइपुग्यो। यो तल पनि सिस्न टन्नै छ, मैले देख्न थालिसकेँ। अब हामी सिस्न भएको ठाउँमा पुग्न लागेको छ। म सिस्न टिप्छु अनि सुम्निमाले भिडियो बनाउँछ। अनि सुम्निमाले एक दुईवटा भिडियो बनाइसकेपछि सुम्निमाले चाहिँ बाख्रा घाँस काट्छ है। म चाहिँ सिस्न टिप्छु अनि त्यसपछि हामी घर आउँछौँ। आज चाहिँ हामीले भात खाने बेलामा पनि साथीहरू 12 बज्छ होला हौ। 12 पनि क्रस हुन्छ होला है आज त। यहाँ त काफल भुइँमा झरेछ त। यो कतिजना झरेछ त काफल भुइँमा। आज चाहिँ हामी 3 बजी भयो नि 4 बजी भयो नि बेलुकाको एकैचोटि खाने भए पनि तर सिस्न खाएरै छोड्ने हो कि। हामी चाहिँ हिजोको ठाउँमा आइसक्यो साथीहरू। हिजोको ट्याङ्की देख्न सक्नुहुन्छ। यहाँ पहिला हामीले यो ट्याङ्की भएको ठाउँमा साथीहरू नदाँडी भन्ने हो भनेदेखि 2 गरा खेत थियो होइन। त्यहाँ हामीले धान रोप्थ्यो क्या। अहिले हेर्नु सक्नुहुन्छ तपाईँहरूले यस्तो छ यसको संरचना। यो वरिपरिको माहौल, यो वरिपरिको जङ्गलको इन्भाइरोमेन्ट यस्तो हो। त्यो पारी 3-4 गरा खेत थियो, त्यहाँ पनि धान रोप्थ्यो। अहिले त ओहो गाउँ मान्छेले छोडिसकेपछि जङ्गल हुन्छ भनेको यही रहेछ। जङ्गल धेरै भएपछि बाँदर घरमा पस्छ भने हो रहेछ। अहिले हाम्रो बाँदरहरू घरमै पस्छौँ। हामी चाहिँ हिजो यहाँ गङ्गटा मारेको ठाउँमा आइपुगेको छौँ साथीहरू। हामी चाहिँ यसपालि गङ्गटा मार्न पनि आउने हो भोलि पर्सि। तर सुम्निमाको स्कुल बिदा छैन, छाङ्केन मारमा आउने हो। गङ्गटा यति लगेर भुटेर खाने हो। किनभने पहिला हामी केटाकेटी हुँदा साथीहरू भेडा सिस्न चाहिँ के को पात टिप्दैछस् नबाउलाई, सिस्न टिप्न नजान्ने मान्छे। हामी चाहिँ भेडा सिस्न भएको ठाउँमा आइपुगिसकेको छौँ। भेडा सिस्न चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ। यतातिर बोर्ड छ। यही हो भेडा सिस्न चाहिँ साथीहरू। दिस इज भेडा सिस्नु।
तपाईहरु यसलाई के भन्नुहुन्छ? चाहिँ यहाँ के भेडा सिस्नु भनेको चाहिँ यो जंगल सिस्नु, लेखाली सिस्नु। आज चाहिँ हामी यो सिस्नु लगेर खानेवालामा छौं। अनि यहाँ पनि छ सिस्नु एकदमै राम्रो। भेडा सिस्नु, दिस इज भेडा सिस्नु। कतिखेर घर गएर केलाउन? यसले चाहिँ साथीहरु यस्तो साह्रो चिल्छ है, यसले चिल्यो भने चाहिँ भ्या गर्नुपर्छ के, अनि सन्त भइहाल्छ। यो सिस्नुले चिल्यो भने चाहिँ थाहा पाइराख्नु साथीहरु, भ्या गरेपछि चट्ट हुन्छ। पहिला पहिला छ नि साथीहरु, अर्को त्यो अर्को घरको सिस्नुले चिल्ला चाहिँ हामी चाहिँ सिङ्गान पुछेर पुरा हातमा जल्थ्यो हैन। यो सिस्नुले चिल्यो भने चाहिँ पुरै भ्या गर्नुपर्छ, ठिक भइहाल्छ। यति कुरा चाहिँ जानिराख्नु है साथीहरु। भेडा सिस्नु खाँदाखेरि, भेडा सिस्नु सिक्दाखेरि भेडा सिस्नु यस्तो राम्रो भेडा सिस्नु छ कि हाबुमा कपडामा चिल्यो भने के हुन्छ है? मासु रातो हुन्छ नि, के हुन्छ? चिली त्यसका भ्या। उयो टिप्नु न, उयो दुईटा तीनटा राम्रो राम्रो छ त। यता जखरी राख्छ, दुक्कु टिप्नुपर्छ कि यहाँ दुक्कु छैन आइको नि। साथीहरु हामी चाहिँ यहाँ भेडा सिस्नु टन्नै टिपिसक्यौँ। ओ यो बोक्न अलिक परतिर डुकुमा भएकोमा जाउँ। हाम्रो चाहिँ यहाँ डोको खतरा छ है गाइजहरु। फेरि लाइन त्यो पल्टाउँदै हिँड्दा था भ्या चिलिसक्यो है मलाई। अब म चाहिँ कसरी जाने, यहाँ झन् सिस्नुको भण्डार। अघि त ठुलो कुरा गरे थिइस् त, अनि मलाई के भन्छ अरे सिस्नुले चिल्यो भने तपाईँको नाङ्गे खुट्टामा भनेर। त्यो नगिरा, यो काठमाडौँ लगिदिन्छु म छ्यामालाई जाने बेलामा। भेडा सिस्नु, भेडा सिस्नु, दिस इज भेडा सिस्नु। यहाँ चाहिँ कति धेरै भेडा सिस्नु छ है साथीहरु। टुप्पा टुप्पा मात्रै भयो, तल तल नकाट। त्यो अझै तल भयो, अलिक माथिल्लोमा चाहिँ काट्न हो त्यसमा चाहिँ। ले त म ले त चिम्टा सिस्नो टिप्छु। पच्चिया चाहिँ फेरि दाइनो चलाउन आउँदैन, चिम्टाले पनि देप्रोले टिप्न आउँदैन क्या। यस्तो सिस्नो र भात खाने हो कि आज। सिस्नो र भात खाएको पनि देखाउँछु नि फेरि तपाईँहरूलाई। खोटाङ भ्लग यत्रो सिस्नु छ, राम्रो राम्रो। यसको चाहिँ साथीहरु यो कान चाहिँ फ्याँक्नुपर्छ, फेरि कान गनाउँछ, यो टाइम लाग्छ यसलाई केलाउनलाई। पातले सिस्नु पनि भन्छ है साथीहरु यसलाई। अर्को नाम प्लस भइसक्यो यहाँ नाम। चारवटा नाम बसियो। पातले सिस्नु पनि भन्छ हाम्रोतिर चाहिँ। यसलाई पातले सिस्नु पनि भन्छ, भेडा सिस्नु पनि भन्छ, लेखाली सिस्नु पनि भन्छ, जङ्गल सिस्नु पनि भन्छ। पातले च्याउ पनि भन्छ नि च्याउको नाम त। त्यो डोपेला प्राय नाम डोपेला। सिस्नु चाहिँ यो सिस्नु यस्तो मिठो हुन्छ, तपाईहरुले खानुहुन्छ कि खानुहुन्न हैन। हामीले चाहिँ एक डोको बनाइसक्यौँ। सिस्नु चाहिँ यस्तरी टिप्ने हो क्या साथीहरु। आमामामा सिस्नु त झन् यता आउँछु, झन् राम्रो हेर्नु है साथीहरु। यी सिस्नु त्यो खतरा मुन्टा छ। त्यो जान्छु अब म यहाँ चाहिँ सिस्नु कति धेरै मैले चाहिँ यो सकेन। यो सिस्नुको पात हेर्दै डर लाग्दैछ। हामीले तलको बाटो आइसकेको छ त। ए कच्चा चाहिन्छ। लेबुको लडी के हो? पवनको छोरा जस्तो हाँस्ने बेला भइगयो।
त्यहाँनिर पहिला कति धेरै धान रोप्नुहुन्थ्यो अहिले गएर के हो यो बनमराको घारी मेरो सिस्ना भारी पुग्यो ल जाम गाइजहरु हाम्रो चाहिँ सिस्ना भारी पुग्यो अनि हामी चाहिँ बाटो लागेको साथीहरु गाह्रो छ हामी चाहिँ सिस्नो भारी पुर्याएर पनि हिँडिसक्यो मेरो सिस्नोको भारी तपाईहरुले देख्न सक्नुहुन्छ है सुक्निमाले बाख्रा घाँस काटेको देख्न सक्नुहुन्छ हो इ आमामा बोक्नु पनि सक्छ कि सक्दैन अनि म चाहिँ यता पनि हान्दै हैन भारी पुर्याएर अब हिँडेको अब घरमा यो झिङ्गाले चाहिँ कस्तो दुःख दिन्छ कि भुसुना कि के यो चाहिँ घरमा बुढाबुढी झगडा गरेर पानीमा हाम फालेर मर्छु भनेर अगाडि हाम्रो आँखामा आउँछ क्या साथीहरु त्यही भएर अब घरमा गएर सिस्नो केलाउने पकाएर अनि खाएको फुल भिडियो बनाएर तपाईहरुलाई देखाउँछु वाच गर्न चाहिँ नबिर्सिनु है त साथीहरु हामी चाहिँ अलरेडी घर आइपुगेर पनि हामी केलाउँदैछौँ सिस्नो अब यसलाई चाहिँ एकदम छिटो केलाएर चाहिँ पकाउने वालामा छु अनि त्यसपछि खाने वालामा पनि छु है त पाठा चाहिँ हाम्रो बाउको सुँगुरको ठुट्ना चाहिँ मलाई थोरै हाँस उठ्दैन नि त गरेको जस्तो देख्छु अनि रिसिरहेको जस्तो क्या तिमीहरूको भन्दा धेरै काचककुचुक छ नि त म त हाँस उठेर रिसिरहेको जस्तो देख्छु क्या के को सुँगुर साथीहरु म चाहिँ यहाँ पुरा सिस्नु र मकैको च्याख्लाको भात खान्छ यतातिर हाम्रोतिर चाहिँ अब उता चाहिँ कति मान्छेले ढिँडो खाँदो रहेछ अनि म चाहिँ यहाँ च्याख्लाको भात पकाउँदैछु अब सिस्नु पनि पकाउँछु म अहिले हाम्रो चाहिँ च्याख्ला पकाउने के मकैको चामल हालेर लास्टमा पिठो हालेर मर्काउनु पर्छ हुन्छ च्याख्लाको भात पकाउँदा चाहिँ के भयो त यो खोलामा पनि रोडको माटो झऱ्यो होला नि सबै खोला रातो भएको खोला रातै रातै हो आजकल त पानीको सिस्टम छ सबैको आफ्नो आफ्नो काम छ साथीहरु मैले चाहिँ सिस्नो धुइसकेँ अनि हाम्रो माइत घर चाहिँ यस्तो छ यो चाहिँ मेरो माइती घर हो अनि भाइ चाहिँ यहाँ पुरा ढलान गरिरहेछ अनि त्यसपछि आएर बुवाले चाहिँ मिल चलेन अरे अनि मिल बनाइराख्नु भएको छ यहाँ धान पिसाउने भनेको अनि ढलान गरेको रे
डनहरू त्यहाँभित्र ती ओए के हेरेको कोठाभित्र आफ्नो आफ्नो काम बाजे चाहिँ सुतिरहनु भएको छ त्यहाँ घर पनि के पराल राखेर भात सबै उलेर गर्मी छ हौ साथीहरु गाउँघरमा भाटाको दाउरा पोलाइ छ है यस्तै गर्मी भयो आज मैले भात खुवाउँदिनँ रहेछ कि भात खुवाउँदैन रहेछ भनेको अब त सिस्नु पनि अलिअलि टिपेको छ बाबा हामीले अनि दाम त एकछिन नै लाउँछ किन अगाडि लाउनुपर्छ अगाडि हो र सिम्नु खाने पनि खेताला कहाँ डाँडा भयो भन्नुपर्छ क्या भात चाहिँ चामल धेर भएछ पाके कि पाकेन हौ ल भाइलाई त थालै पुगेन त भाइलाई बोटुमा ल यहाँ कता कता पुगेर थाल्छ यस्तै खान्छ ए पखान र त्यहाँ खाऊ न तिमी ए हौस् ठुलो बोट बन्दिँदा भइहाल्छ नि यसलाई ठुलो बोटको पनि छैन फेरि एउटा त्यसमै देऊ न यो मैले चाहेको खोर्सानी छ पानी छोड्यो भन्दा मिठो हुन्छ कि हुँदैन खोइ त कान्छी यहाँ हेर्नु दाइको होला आफै उसले स्टार्ट गर्छ यहाँ भदै यहाँ बस्ने हेर्नु त मामाको त ए सिक्नु खान्छ होला नि यसले खान्छ लिनुहोस् तपाईँलाई बनाइरहेको छु त मान्छे यहाँ गर्मी भएर मर्ने बेला भइसक्यो दाल पुगेन कि दाल पनि थोरै भइसक्यो मेरो यति उसिने ए तिमीलाई लु
कान्छीलाई दाल मात्रै बनाइदिएको आज साथीहरू हामीले चाहिँ सिस्नो अलरेडी टिपेर ल्याएर पनि पुरै बनाएर खाएर सुरु गरिसक्यौँ यसरी सिस्नो चाहिँ कस्तो भने जस्तो भएन छ अलिक पानी छोक्रे भएछ आऊ भन्छ आऊ आऊ यहाँ यी तिम्रो माम हो र माम खाऊ माम कपाल पनि टुप्पीमा बानिहालेछ तिमीलाई चाहिँ दाल मात्रै भयो है सुत्केरीलाई चाहिँ दाल मात्रै सिस्नो पानी छोक्रे भएछ आजको है मिठो भएछ त सिस्नो मिठो भएको छैन होइन हो नि म त पत्याइन हो भस्मेटान कहाँ हिँडेको याउ 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 त्यो चुकको बट्टा देखेर गएको छ हेर्दैछ अलिक थोरै पनि भएछ दाल पनि छोरी सिस्नो र माम कस्तो भयो मामा घरमा मिठो भएको छ बसाइ चाहिँ भएन नि त त्यो घुँडा जोडेर अब बर त्यसरी बसेर ओहो मम्मीको माम मेरो चाहिँ यहाँ एक थाल भात छ साथीहरू आहा भिडियो त उता राम्रो देख्दो रहेछ हौ गर्मीले फेसभरि सबै पसिना आएर मलाई भात खानै मन लागिरहेको होइन त्यही भएर म चाहिँ रेस्ट टाइममा छु ल ओए तैँले सिस्नो लाउनु थालिस् क्या टाउकोमा हो मलाई साथीहरू यस्तो धेरै पसिना आइरहेको छ कि अनि त्यही भएर भात खानु मन लागिरहेको छ गर्मी कस्तो धेरै छ है सबैजनाले यसरी भात खाइरहेछ छोरीलाई पनि रमाइलो भइरहेछ है मेरो भात यहाँ छ तर लास्टै गर्मी भएर मैले चाहिँ पसिना दिने भएर भात खानु सकेको छैन अब मेरो पालो भात खाने टाइम भयो सिस्नो भात खान्छ यहाँ हेर न यी पानी छोक्रा भएर झोले चाहिँ यता छोक्रा छ के भयो यस्तो भयो है पानी धोएर हो कि पानी चढिसक्यो होला है मिठो पिठो भएर भात पनि खाएर तागन खाने चामल झोल भएको क्या